छोरी बुहारी भएर पढा हुन्छ मेरो नातिनी दिदी हजुर मेरो भदै ल मेरो भदै अहिले यही अटिन्छ मेरो भदै नि धन्य नाति एक दिदी आउनु जहिले ल्यायो यो चिनाउनु पर्छ छोरी चाहिँ बस्नु कि त दिदी अहिले त बस्नु छोरीलाई पहिला अनि यो लिम्बुनी चाहिँ गोपी म हैन गफ गरेको नि दाजुहरुसँग यता यता नि हो यता भेट गफ नलाउनु के बोली बोली टक्कर हुनु भएन भने कुटिने हाल्नु त गर्नु अहिले त्यो त सबैलाई यहाँ आउनु भएको छ नि भदैले मलाई कुटी नै हाल्छ गफ भेट्न नलाउनु पनि नलाउनु प्रस्ताव कसले दिन्छ त पालाउन र कुटु अलि मजा लाग्यो नि त हैन पूजाको भयो म सबैलाई पेन्टा यहाँ बोल्न त म आउँछु अनि प्रियङ्का पनि हो अगाडि पनि निउरिनु ला बोजू सक्नुहुन्न त्यसरी भेट्नु पानी सधैँ यता खै दर्शन अहिले यो तिनजना बस्छु बरु म नयाँ मान्छे भित्रेको मेरो घरमा लक्षण पर्छ चाहिँ राम्रो पो त बढेको धन बढेकै हो नानी लाखै यहाँ पसिन्छ है म पुस्कले नि मक्स उसले नेपाली न यहाँ गर्ने नै छ आज जमरा हो एकदम राम्रो जमरा ढल्केर नाच हो एकछिन ऊपर छ छैन साइली ए नमस्ते गरी कान्छी नातिनी मेरो कान्छी छोरी कान्छी यो लाग्छ नि कान्छी लाउनु पर्छ त ठिकै ठुली चाहिँ लक्ष्मी नै छ ठुली चाहिँ लक्ष्मी नै छ सानो देख्छु बल्यो कोही अर्को जान चाहिँ अब उनीहरूलाई त टिका लाउँदैन नास्ताहरू आशीर्वाद मात्रै दिनु मन यही आऊ नि टिका चाहिँ किन नलाउनु पर्यो टिका लाउनु म त त्यो त्यस्तो खोइ मेरो बानी छोड्दैन अर्काको बानी लिँदैन भन्ने कथा चाहिँ त्यो नाति आऊ टिका नलाउनु यहाँ अनि यो चाहिँ भोडे चाहिँ फोटो नाति ससु बुबु नाति मेरो नाति बुबु अहिले भोडे हुनु दिनु हुँदैन या भोडे निकाल्नुपर्छ कस्तो उफ्रिन्छ होला तिम्रो सबै टिका नलाउने फोटो खिच्ने क्या छोरी है यो तीनटा फोटो खिच्दै अलिकति छोरी घरको छोरी त टिका लाउनु पर्ने लाउँदिन अब नलाउने भयो अहिले तेह्र ला अब खबर नगो भन्नुहुन्छ यहाँ टिका नलाउने पो भयो यसलाई नयाँ दिन है हामी त निक्लेको यसलाई नयाँ दिन भन्दैन ल नमस्कार अङ्कललाई ए त्यो थाहा यसो गरी नमस्कार उसलाई कान्छ आफूले दिदी थिदी छोड्नु हुँदैन नानी हो तेर्से बेर्से माग्ने थाल्ने त हामी त होइन नि त हौ यस्तोको छोराहरू छोरीहरू नातिहरू होइन नि त हामी त अलिक
हामी त अलिकति खालु मान्छेले देख्नेमा पनि राम्रो खानदानीको छोराछोरी आस्थालाई जमरा त राख्नुहुन्छ नि जमरा राखेर कानमा ढल्कर फोटो खिच्यौँ त्यति बेला सेवा माथिको लाइब्रेरी होला त होइन एकछिन फोटो खिच्नु न के हो त्यो टोपी टोपी अनि बर्थडेको हो नि बर्थडेको लाउनुपर्छ बर्थडेको ल्याइदिनु भएको पहिला कस्तो दिन्छ हेर्नु त एकछिन मात्रै कोकु एकछिन मात्रै त्यो लगाइदिनु न दादाले भएन त्यहाँ नपर्छ नि त होटेलले गर्दा छिरेर सेकेन्ड टाइम केक हाय हाम्रो घरबुढी हुनुहुन्छ घरबुढी सेकेन्ड केक कटाइन्छ है यो चाहिँ सोल्ने आउनु हुँदैन फेरि बिचारा फेरि जानुभएछ नातिदेखि पनि नातिको कोलाती पनि हाम्रो किन छेमा त्यसो गर्नुभएको पुरै निकाल्नु भयो त ए क्रिम ए दिदी भेनाजु चाहिँ आज अलिक कतै ढिलो आइपुग्नु भयो उहाँको चाहिँ टिका भइरहेछ ए दादाले पो दिएछ त अर्को चाहिँ वाउ छोरी टिकी नजाने सजना बन्दनाको भन्दा जेठा कि कहाँ छ जेठा सजना के हो सजना बन्दनाको साया ठुलो हो अस्ति त बाजे रङ्गेको थियो नि सोल्टी आउने साउन्ड बस्छ न किन सोल्टी सोल्टी साप खै सायद फेरि के गर्छ होटलमा भात लगाइदिन्छ नि एक बट्टी दुख्यो होइन यता आउनुहोस् न त यता बस्नु यहीँ बस्नु एकछिन उयो भेनालाई गाह्रो भयो फुल भएको छैन पहिला फुल दिइहाल्नु मलाई हेर्नुहोस् मैले टिभी लाग्छ फोटो खिचिदिँदा हो ए मलाई भाइरल बनाइदेऊ त युट्युबमा हालिहाल्नु हेलो गाडी चाहिँ मान्छे बोल्दो रहेछ नि नानी त मलुवा बोल्दो रहेछ नि किन उठ्याएर ऊ पर्छ दिनुहुन्छ मोबाइल यस मौसम पनि स्वस्थ भयो भोजु चाहिँ जम्मल हौ बाटोतिरको त यात्रामा बाटो अनि इलामको त अनि यसरी गाडेर बाटो
खोइ सोल्टी रोडै गएको यसरी झरेको ओहो पिजे गएको बाटो छैन होसले हामी पनि सुतौँ अहिले बन्द अब 6-7 दिन जति सुतौँ अब बाटो झरेको साया हेर्नुमा पैसा दिनुहुन्छ अरे आरोन भन्नु तपाईँ फुल्दैको छैन एकछिन राख न यहाँ तपाईँले हटा कि हटा भन्नुहुन्छ अनि साया मोबाइल हेर्नुहोस् यता यता पैसा सेवा सेवा गर्नु खै मलाई सेवा बाजेलाई सेवा बाजेलाई सेवा ए यो त जमरा त्यसो नै भन्नु हुँदैन नि त हो त दसैँको जमरा सोल्टी सेवा हो सेवा